केही समय अगाडि केही एउटा एनजिओ भाइ बहिनीहरूले एउटा कार्यक्रम चलाउनु थियो वैज्ञानिक बहस भनेर। त्यो वैज्ञानिक बहसमा चाहिँ मलाई बोलाइएको थियो र वर्ण व्यवस्थाको विषयमा चाहिँ अमरजी हजुरले क्लियर पारिदिनु पर्यो, हाम्रो सबैजना साथीहरूले विषयमा बुझ्नुपर्ने आवश्यकता रहेछ भन्ने कुराले मलाई जुन प्रकारले उहाँहरूले कन्भिन्स गराउनु भएको थियो त्यही प्रकारले म गएँ। तर त्यो चाहिँ अहिले एउटा फन्टुस तरिकाले चाहिँ उहाँहरूले चाहिँ प्रचार प्रसार गरिरहनु भएको रहेछ। जे भए पनि हजुरहरूलाई धन्यवाद छ। प्रचार प्रसार आवश्यकता छ वर्ण व्यवस्थाको विषयमा बुझ्नु सबैलाई जरुरी छ, किनभने वर्ण व्यवस्था मान्छेलाई विभाजनको लागि बनाइएको सिस्टम होइन, यो एउटा सङ्गठित सिस्टम हो। र अहिले जसले हामीले चाहिँ देशमा परिवर्तन ल्यायौँ, देशमा चाहिँ भनौँ न विभिन्न प्रकारले चाहिँ हामीले चाहिँ मान्छेहरूलाई चाहिँ अधिकार हक यो के दियौँ भन्ने जुन जुन प्रकारले चाहिँ ढुन्डरा पिट्दै हिँड्छ नि ती साथीहरूले चाहिँ कुरा बुझ्नुपर्छ। र जुन प्रकारले मैले त्यहाँ सम्झाउने प्रयास गरेको थिएँ, अब ए फर एप्पल र जेड फर जोकर पढेका भाइ बहिनीहरूले त त्यो कुरा बुझ्दैनन्। कमसेकम संस्कृतिहरू बुझ्नुपर्छ, धर्मशास्त्रहरू अध्ययन गर्नुपर्छ र वर्ण व्यवस्था के हो भनेर निहाल्न सक्नुपर्छ। आफैमा पनि त्यो चिज लागू हुन्छ कि हुँदैन, वर्ण व्यवस्था जुन 4 वर्णको कुराहरू छन्, ब्राह्मण क्षेत्रीय वैश्य शूद्र, यो चिजहरूमा म पर्छु कि पर्दैन भन्ने कुराहरू निहाल्नुपर्छ। यो चाहिँ पाखण्ड हो, यो चाहिँ विभिन्न प्रकारको जे नाम दिए पनि वास्तविकमा पुरै ब्रह्माण्डमा जहाँ जहाँ मनुष्यको बस्ती छ, जहाँ जहाँ मनुष्यहरूले चाहिँ राजकाज गर्छन्, त्यो ठाउँमा यो 4 वर्ण व्यवस्था लागू हुन्छ। त्यो 4 वर्णभन्दा पृथक 5औं वर्ण पनि आउँदैन, या 3 वर्णले मात्रै पनि त्यो चिजहरूलाई समृद्ध गर्न सक्दैनन्। अब यो ए फर एप्पल र जेड फर जोकरकै भाषामा मैले तपाईँहरूलाई सम्झाउने प्रयास गर्छु हैन। र यो संस्कृत भाषामा सम्झिँदाखेरि त धेरै गुरुवरहरूले चिजमा व्याख्या गरिसक्नु भएको, सम्झाउने प्रयास गरिसक्नु भएको छ, तैपनि सम्झिँदो रहन्छन्। तैपनि मैले आज प्रयास गर्दैछु सम्झाउनको लागि। अब हजुरहरू सम्झिन चाहनुहुन्छ ठिकै छ, सम्झिन चाहनुहुन्न भने ठिकै छ हैन। तर त्यसको वास्तविकता के हो भन्ने कुराहरू म भन्दैछु। जुन यो ब्राह्मण क्षेत्रीय वैश्य शूद्र यो 4 वर्ण छ, यो चाहिँ हाम्रो यो विश्वमै पुरै ब्रह्माण्डमै हरेक मनुष्यमा लागू हुने चिज हो र हरेक चिजमा चाहिँ आवश्यकता छ। यो वर्ण व्यवस्था बिना चाहिँ कुनै पनि मान्छेले कुनै पनि चिजहरूलाई चाहिँ गर्न सक्दैनन्। मानिलियो पुरै विश्वमा 7.5 अरब कति मान्छे छन् हैन, त्यो सबै ब्राह्मण मात्रै भए पनि यो विश्व चल्दैन, सबै क्षेत्रीय मात्रै भए पनि यो विश्व चल्दैन, सबै वैश्य मात्रै भए पनि विश्व चल्दैन, सबै शूद्र मात्रै भए पनि यो विश्व चल्दैन। यसैले यो 4 वर्ण एकदमै आवश्यकता छ र त्यसैले हाम्रा ऋषि महर्षिहरूले यो वर्ण व्यवस्थालाई छुट्याएको हो। यो चिजलाई हामीले बुझौँ र मनन गरौँ र मानौँ पनि। यहाँभन्दा विकल्प अरू केही छैन। अहिले नवीन व्यवस्थाले ल्याएको गणतन्त्रले जुन प्रकारले चाहिँ मान्छेमा विभाजन गरेको छ नि, यो जन्मजात ब्राह्मण, जन्मजात चाहिँ के अरे जनजाति, जन्मजात चाहिँ दलित, जन्मजात चाहिँ पिछडिएका, जन्मजात चाहिँ के अरे मुस्लिम, जन्मजात यो विभिन्न प्रकारले जुन छुट्याइएको छ नि अहिले बहुजातीय प्रणाली अन्तर्गत। पहिला त एउटै जाति थियो, मनुष्य मात्र हैन, मनुष्य जाति, अरू थरहरू सरनेमहरू के ल्याए त्यो कामको आधारमा, कोही के को आधारमा, कोही के को आधारमा, त्यतातिर नजाउँ। अहिले जुन यो अहिलेको व्यवस्थाले ल्याएको कुरा छ नि, यसले चाहिँ एकीकृत गरेको छ त समाजलाई, सबैजना मिलेर बस्न सकेका छन् त। एउटा घरले अर्को घरलाई, एउटा व्यक्तिले अर्को व्यक्तिलाई ओल्लो पल्लो घरमा त्यो खसारेर जनजाति छ भने त्यहाँनिर अहिले लडाइँको सिर्जना सुरु गरेको छ यो व्यवस्थाले हैन। अब म धेरै लामो यो भिडियोलाई पनि बनाउन चाहन्न र यी भाइ बहिनीहरूले जुन प्रकारले मेरो एउटा भनौँ न फन्नी टाइपले चाहिँ सामाजिक सञ्जालमा जुन प्रकारले पोस्टहरू गर्दछन् त्यसैलाई म केही उत्तर दिन चाहन्छु। मानिलिउँ एउटा कम्पनी छ, त्यो कम्पनी उद्योग धन्दा या कपडाको फ्याक्ट्री छ है, कपडाको फ्याक्ट्री छ, एउटा कपडाको फ्याक्ट्री छ, लगभग 1000 जना त्यहाँ रोजगारी गर्छन् भनेदेखि त्यहाँ क्षेत्रीले मात्र नि काम हुँदैन, वैश्यले मात्र पनि काम हुँदैन, शूद्रले मात्र नि काम हुँदैन, ब्राह्मणले मात्र नि काम हुँदैन।
त्यो कपडालाई कस्तो कस्तो डिजाइन गर्ने, कुन कुन प्रकारले चाहिँ हामीले चाहिँ अब भनौँ न यो बजारमा बजारीकरण गर्ने भन्ने आइडिया चाहिन्छ। त्यो आइडिया दिने व्यक्तिहरू चाहिँ ज्ञान, जसले ज्ञान दिन्छन् नि, त्यो कम्पनीलाई चाहिँ त्यो कम्पनीको जुन पनि उत्पादकहरू छ, उत्पादनहरू छ, त्यो चिजलाई चाहिँ बजारीकरण गर्ने जुन ज्ञान दिन्छन् ती ब्राह्मण हो। त्यो कम्पनीभित्र बाहिरी शक्तिहरू आएर हस्तक्षेप नगर्न, कुनै पनि मान्छेहरूले आएर त्यसलाई चाहिँ कब्जा नगर्न, त्यसको तोडफोड नगर्न, विभिन्न प्रकारले त्यसको सुरक्षाको लागि त्यहाँ खटेका हुन्छन्। भनौँ न सेक्युरिटी गार्ड लगायतका यी व्यक्तिहरू खटेका हुन्छन्, ती क्षेत्रीय हो। यो दुईवटा त भयो, एउटा ब्राह्मण भयो जसले चाहिँ त्यो उत्पादकहरूलाई कसरी चाहिँ भनौँ न नयाँ नयाँ डिजाइनहरू कसरी ल्याउने, के ल्याउने, कस्तो खालको आइडियाहरू ल्याउने, कुन कुन प्रकारले चाहिँ अगाडि लाने भन्ने कुराहरू जुन प्रकारले ज्ञान दिन्छन् तिनलाई ब्राह्मण भनिन्छ है। र त्यो कम्पनीको सुरक्षा गर्ने व्यक्ति क्षेत्रीय हुन्छन्। र विशेषतः त्यो कम्पनी खोल्नुपर्छ भनेर पैसा लगानी गर्ने व्यक्ति वैश्य हुन्छन्। र त्यो कम्पनीमा काम गर्ने अरू कामदारहरू हुन्छन् जो अरूले एउटाको दिमाग, एउटाको सुरक्षा, एउटाको लगानी अनि एउटाको काम हो, ती शूद्र हो। त्यो काम गर्ने मेसिन चलाएर मेसिनमा काम गर्ने व्यक्तिले भनौँ न विभिन्न प्रकार त्यो काम गर्ने उत्पादन गर्ने व्यक्तिले उत्पादन गर्ने, जसले चाहिँ उत्पादन गरेका छन्, जसले चाहिँ त्यो निकालेछन्, तिनले त त्यो डिजाइन स्याम्पल हेरेर विभिन्न प्रकारको हेरेर अरूको कपी गर्ने हो। जसले नयाँ विचार ल्याउँछन् तिनी ब्राह्मण हो। जसले त्यसको सुरक्षा गर्छन् तिनी क्षेत्रीय हो। जसले त्यसमाथि लगानी गरेर, कम्पनीलाई लगानी गरेर जुन प्रकारले चाहिँ यो लगानी गरेका हुन्छन् तिनी वैश्य हुन्। र काम गर्ने कामदार शूद्र हुन्। चतुर्वर्ण माया सिस्टम गुणकर्म विभाग सहको सही अर्थ चाहिँ यो हो। र कुनै पनि ठाउँमा यो बिनाको कम्पनी, कल कारखाना लगायतका ठुल्ठुला फ्याक्ट्री, सरकारी कार्यालयले हरेक ठाउँ हेर्नुहोस्, यो चारवटा चिज हुन्छ। तपाईँको मन्त्रीहरूको पनि सल्लाहकार हुन्छ, मन्त्रीहरूलाई नि चिया पानी ल्याइदिने मान्छे हुन्छ, मन्त्रीहरूलाई नि सुरक्षा गर्ने संयन्त्र हुन्छ। र समग्र सबै ठाउँमा यो चिज लागू हुन्छ। त्यसैले यसलाई वर्ण व्यवस्था भनिन्छ। यो विभाजन होइन, यो खण्डित गर्ने सूत्र होइन, यसलाई चाहिँ एक ठाउँमा ल्याउने। यो चार वर्ण एकै ठाउँमा बसेर काम गर्ने, एकै ठाउँमा बसेर अगाडि बढ्ने, एकै ठाउँबाट चाहिँ समग्र राष्ट्रको, देशको, समाजको र आफ्नो उन्नति गर्ने एउटा सूत्र हो। यो चिजलाई जति सक्दो छिटो बुझौँ, जति सक्दो छिटो मनन गरौँ, त्यसैमा सबैको भलाइ हुन्छ। यसको विरोध गर्दै गइयो भने, यसको विरोध गर्दै गयो भने जन्मजातै यी गणतन्त्र ल्याए जस्तै आफूले आफूलाई चाहिँ कहिले म एकदम ठुलो हो भन्ने, कहिले म एकदम सानो हो भन्ने, त्यो हीनता बोध गर्ने हुन्छ। यहाँ हीनता गर्नु पर्दैन। चाहे जसको सुकै गर्भबाट जन्म, जस्तो सुकै कुलबाट जन्मे पनि त्यो कम्पनीभित्र उसले काम गरेको छ, अरूको कपी गरेर उसले काम गरेको छ नि, त्यो शूद्र हो। त्यो कम्पनीमा उसले लगानी गरेका छन् त्यो वैश्य हो। त्यो कम्पनीको सुरक्षाको लागि चाहिँ उसले काम गरिरहेछ भने त्यो क्षेत्रीय हो। त्यो कम्पनीमा डिजाइन ल्याउने, विभिन्न प्रकारले कसरी जाँदा चाहिँ काम सक्सेस हुन्छ, कसरी जाँदा चाहिँ हामीले चाहिँ अरूलाई चाहिँ आफ्नो भनौँ नयाँ नयाँ चाहिँ प्रोडक्टहरू उत्पादन गर्न सक्छ भनेर जसले ज्ञान दिन्छ ती ब्राह्मण हो। यो हो ब्राह्मण, क्षेत्रीय, वैश्य, शूद्रको सही कुरा, जो चाहिँ वास्तविकता कुरा छ। त्यही भएर मैले यो चाहिँ ए फर एप्पल र जेड फर जोकर पढेका भाइ बहिनीहरूको लागि बनाएको भिडियो हो। सबैजनाले यसलाई चाहिँ हेरेर बुझ्नुहोस्, मनन गर्नुहोस् र चिन्तन गर्नुहोस्। यो वर्ण व्यवस्था साँच्चैकै समाज हितको लागि थियो कि समाजमा चाहिँ खण्डित गर्नको लागि थियो, अहितको लागि थियो। अब भन्नुहोस्, अहिले ल्याएको व्यवस्था गणतन्त्रले भने ए फर एप्पल र जेड फर जोकर पढेका डाक्टर साहबहरूले ल्याएको व्यवस्था सही थियो कि यी ऋषिमुनिहरूले ध्यान तपस्या गरेर ल्याएको समाजमा ल्याएको वर्ण व्यवस्था सही थियो? त्यो चिज मनन गर्नुहोस्। अनि त्यसपछि अमर आर्य भन्ने व्यक्ति गलत हो या सही हो त्यो पनि मनन गर्नुहोस्। तपाईँहरूले मलाई फन्टुस बनाएर म फन्टुस हुनेवाला छैन। म जहिले पनि देश समाजको लागि बोल्ने मान्छे हो।
त्यहाँभन्दा विपरीत मेरो व्यक्तिगत कुराको लागि म बोल्नुपर्ने आवश्यकता नै छैन। मैले त्यो अहिलेसम्म गरेको पनि छैन। म पनि व्यक्तिगतको स्वार्थको लागि गर्थेँ भने अहिले धेरै ठाउँमा पुग्सक्थेँ। मलाई त्यो चाहिँ आवश्यकता छैन। म मेहनत गर्छु, म मेहनत गरेर हिँड्ने व्यक्ति हो। विभिन्न प्रकारले आफूलाई चाहिँ तल पारेर र यो एनजिओसँग भाग माग्ने टाइपको मान्छे म होइन। र सबैलाई धेरै धेरै धन्यवाद। भिडियोलाई चाहिँ सेयर गर्नुहोला।